त्यो वामपन्थी विचारधाराको यो सोच विचार नीति सिद्धान्त यो दिमागभरि भरेर आएको मान्छे अनि माओवादीले जनयुद्ध गर्दाखेरि वर्ग सङ्घर्ष गर्दैछ, यो देशमा एउटा वर्गविहीन समाजको यसले परिकल्पना गर्दैछ, यसलाई हामी सहयोग गर्नुपर्छ भन्ने नै लाग्थ्यो। अनि उहाँहरूसँग अलिकति नजिक भएर हामी बहस गर्थ्यौँ। तर 2060 सालको असोजको 20 गते जुन दिन टिकाको दिन थियो हैन, टिकाको दिन थियो, मेरो दुईजना आफन्तहरू फुपाजु पर्ने अनि एकजना स्कुलको चाहिँ हेड टिचरलाई अपहरण गर्नुभयो उहाँहरूले। माओवादीले अपहरण गर्नुभयो। अनि त्यो त दसैँको दिन थियो, हामी त टिका लगाएर यसो अब चाहिँ गाउँले साउले जम्मा भएर अब आशीर्वाद दिने, यसो रमाइलो गर्ने चाडबाडको बेलामा हैन, खुसी हुने सिजन थियो। अब त्यसरी अपहरण गरिसके पछाडि चाहिँ हामीले के निर्णय गर्यौँ भने हामी जाउँ, उहाँहरूलाई रिक्वेस्ट गरौँ, हामी जनता हो हैन, 3 दिन 4 दिन कति दिन हुन्छ उहाँलाई रिलिज गरेर ल्याउँ र उहाँलाई पछि 3 दिन 4 दिन पछाडि बुझाउने एउटा चाहिँ कन्ट्र्याक्ट गरिकन हैन, एउटा सहमति गरिकन लिएर आउँ भनेर उहाँलाई रिक्वेस्ट गर्नको लागि गएको हामी। अर्को कुरो, हामीले आफूलाई जनता सम्झ्यौँ, उनीहरू जनताको राजनीति गर्दै थियो, जनताको मुक्तिको एउटा चाहिँ राजनीति गर्दै थियो। त्यो भएको कारणले नै हाम्रो कुरा सुन्नुपर्छ भन्ने एउटा चाहिँ चेत चाहिँ हामीमा थियो। त्यो भएर उहाँहरूलाई अनुरोधको लागि हामी गएका थियौँ। तर उहाँहरूले ठान्नुभयो हामी लड्न भिड्न आएको थियौँ, हामी कुनै हात हतियार केही लिएर गएका थिएन। लगभग त्यो दिउँसो 12:57-58 गएको हुनुपर्छ, उहाँहरूसँग जम्का भेट भयो। अनि हामीले कुरा राख्यौँ, कुरा राखे पछाडि हाम्रो कुरा उहाँहरूले सुन्नु भएन, हामीसँग भिड्न आउने एकैचोटि एक्सनमा लिनुभयो। त्यस पछाडि उनीहरूसँग भएका लट्ठी लाठी अब के हुन्छ त्यो वरिपरि भेटेको चिजहरूले यति पिट्यो अनि उनीहरूको टोली त्यस्तै 30-35 जना भन्दा बढी थियो। हामी यदि लड्न जाने भएको भए त हाम्रो घरमा खुकुरी थियो, बन्चर थियो, तरबार थियो होला, उहिलेका हाम्रो घरमा चाहिँ त त्यो पूजा गरेर राखेको तरबारहरू नै थियो होला हैन, लट्ठी हुन सक्थ्यो, ढुङ्गा हुन सक्थ्यो हैन, हामी त त्यसरी लड्थ्यौँ नि त। तर हामीसँग केही थिएन, हामी जस्ट के गर्न गएको थियौँ भन्दाखेरि यो तिहारको चाहिँ के अरे दसैँको चाहिँ टाइम हो, यो चाडबाडलाई यो पुरै गाउँै निरस बनाउने काम नगरिदिनु, 4 दिन 5 दिनलाई रिलिज गरिदिनु र 4 दिन 5 दिन चाड बनाइसकेपछि पार्टीको लागि यो जिम्मा दिन्छौँ भन्नको लागि गएको हामी। त्यसरी बाटोमा जम्का भेट भइसकेपछि हामी माथि प्रहार गर्न थाल्यो। यो वरिपरि त्यस्तै ठाउँमा पुगेछौँ हामी। फेरि त्यो यस्तो भिरालो जमिन, त्यहाँनिर चाहिँ तपाईँको चाहिँ ठुल्ठुलो घोचाहरू चाहिँ बार लगाएर छ त्यहाँनिर। त्यो घोचा उखाल्दै हान्दै मलाई के अनुभव छ भने त्यसरी कुट्दाखेरि सुरुको 2-3 लट्ठी चाहिँ एकदम अत्तालिँदो रहेछ, त्यो पीडा हुँदो रहेछ, दुख्दो रहेछ। त्यस पछाडि चाहिँ यो चाहिँ सपना हो कि यो बिभना हो कि साँच्चै भइरहेछ कि त्यो पुरै त्यो अनकन्सियस हुँदो रहेछ क्या। अनि पछि चाहिँ मलाई यसो हेरेको, अब त्यहाँ त सबै धेरै फेरि आइमाईहरू थियो, काकीहरू थियो, बहिनीहरू थियो, नानीहरू थियो, सबै आइमाईहरू थियो। उनीहरूलाई पनि पुरै लुस्ने चुट्ने, कपालमा चाहिँ जगल्ट्याएर तान्ने घिसार्ने यस्तो गरिसके पछाडि अति भयो। अनि त्यस पछाडि मैले के भने भन्दाखेरि हामी सबै जनता हो हैन, यो जनता यो चाडबाडमा यसरी निराश नबनाउनुहोस् हैन, यिनीहरूलाई निराश बनाएर तपाईँहरूको राजनीति पनि सक्सेस हुँदैन। त्यसकारण हामीले तपाईँहरूलाई अनुरोध गर्न आएको, उहाँलाई 3-4 दिन 5 दिन चाहिँ यसरी रिलिज गरिदिनुहोस्, त्यस पछाडि पार्टीलाई जिम्मा लगाइदिन्छु भन्नु आएको। यदि यो गर्नु नै भुल हुन्छ भने, यो गर्नु नै अपराध हुन्छ भने तपाईँहरू हामीलाई यसरी पीडा किन दिएर राख्नुहोस्, ठोक्नुहोस् न गोली भनेर मैले यसरी निधार देखाएको थिएँ। देखाएपछि उनीहरूले प्रत्युत्तरमा के भन्नुभयो सुन्नुहुन्छ नि तपाईँ? गोली त हामीले रगतसँग साटिएको छ, तँलाई मार्नको लागि गोली खर्च गर्नुपर्ने, यो गोली हामीले रगतसँग साटेको छ, तँलाई मार्नको लागि यही लट्ठी कापी छ भनेर कुट्न थाल्यो। भन्नुहोस् कति कुट्यो होला? त्यस पछाडि लगभग 4-5:17-18 जाँदासम्म कुट्यो। त्यस पछाडि उनीहरू नै थाके पछाडि चाहिँ त्यस पछाडि हामीलाई त्यहाँबाट फेरि अब हिँड्न सक्दैन है, खुट्टा पुरै यहाँदेखि यो पार्ट सबै यहाँदेखि तल पुरै दागै दाग के पुरै निलो, केही हेर्ने ठाउँै छैन, त्यस्तोसम्म चाहिँ कुटिसके पछाडि चाहिँ अब जोस् अब भवितव्य त्यो मर्नु चाहिँ मरेन, तर 3-4जनालाई चाहिँ पुरै स्टेजरमा ल्याएर बोकेर ल्याउनु पर्ने स्थिति भयो है, भयो। अनि त्यस पछाडि अनि त्यो घटना म कहिले पनि भुल्दिनँ। त्यो चाहिँ जीवनको अविस्मरणीय। अहिले त्यतिखेर कुटेको अहिले चाहिँ कतिको
दुखेको महसुस दुखाइ हुन्छ, दुखाइ के छ नि, जस्तो यता यो अहिले पनि ढाडतिर दुखिरहेछ, त्यतिखेर मेरो यो 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 ठ्याक्कै यो फ्याटै भाँचेको थियो। हजुर यसरी कता यसरी ब्लक गर्दा यहाँबाट त्यो लट्ठी स्वाटै छिरेर यो फ्याटै भाँदे। अनि यो भित्र त्यो कुखुराको त्यो हुन्छ नि हड्डी सेतो, त्यस्तो हुँदो रहेछ यसो हेरेँ। अनि त्यस पछाडि अनि आफैले यसो गरेको, फेरि पछि त आयो यो ठ्याक्कै सिधा तत्कालै भएको हुनाले चाहिँ आयो, त्यस्तो भएको थियो। अनि हामी लगभग म 1.5 महिना जति ओछ्यानमा बसेँ होला, सुत्यो होला, ब्रुफिन खाँदै सुत्दै। अनि साथीहरूको त यो पछाडि पाँचुलामा 1.5 महिना 2 महिना पछाडिसम्म त्यो घङ्गारुको काँडा निकाल्नलाई यस्तो प्रब्लम भयो, यस्तो समस्या भयो। यो ढाडतिर है, यो काँधतिर काँडै काँडा, यतातिर यो काँडै काँडा, त्यस्तै। अनि त्यहाँदेखि चाहिँ मलाई माओवादी है, अब पहिला त म वामपन्थी, अब मैले भनिहालेँ 10-11 वर्षबाट यो दिमागमा चाहिँ वामपन्थी चेत, त्यो सोच विचार नीति सिद्धान्त त्यो कथा कहानी यो भित्र लागेको एकदम ठुलो चाहिँ महान चाहिँ यो चाहिँ उसो लडाइँ हो। यो चाहिँ हाम्रो जनताको मुक्ति यसले चाहिँ दिलाउँछ, एक दिन मुक्ति यहाँबाट मात्रै सम्भव छ भन्ने खालको परिकल्पना गर्थेँ। त्यहाँबाट चाहिँ मेरो विश्वास आयो।